नेपाल VR च्यानलमा स्वागत छ। कार्यक्रम नेप्से कुराकानी लिएर हामी फेरि आएका छौं। कार्यक्रम सुरु गर्नु अघि कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरेर अलिकति हौसला बढाइदिनु होला है। सानो सहयोगले पनि ठूलो प्रेरणा मिल्छ नि। हो नि, यहाँहरूको साथ महत्त्वपूर्ण छ। ल, अब लागौं आजको खास कुराकानीतिर। आज त नेप्सेले कमाले गर्यो नि, होइन र? बजार त पुरै हरियो। एकदम। आज त बजारको माहौल नै अर्कै थियो। लगानीकर्ताहरू पनि खै निकै मक्खल देखिन्थे। हो त नि, त्यो हरियो देख्दा मनै फुरुङ्ग हुन्छ। खासमा के भयो त आज? कति अङ्कले बढ्यो बजार? अलि विस्तारमा भन्नुस् न। हुन्छ। नेप्से परिसूचक 34.42 अङ्कले बढेर 2694.82 मा पुग्यो। 34 अङ्क? हो, यो भनेको चाहिँ 1.29% को वृद्धि हो। अनि त्यो सेन्सिटिभ इन्डेक्स पनि 5.75 अङ्कले बढेर 462.51 मा पुगेको छ। राम्रो वृद्धि। अनि कारोबार रकम नि? पैसा कतिको ओइरियो त बजारमा? पैसाको वर्षा भयो कि छिटा मात्रै? वर्षा नै त नभनौँ होला, तर राम्रै झरी परेको मान्नुपर्छ। करिब 9 अर्ब 74 करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो। 9 अर्ब 74 करोड? वाह! हो। अनि कुल बजार पुँजीकरण पनि बढेर, मतलब मार्केट क्याप 44 खर्ब 80 अर्ब रुपैयाँ नागेको छ। चहल पहल राम्रै देखियो आज। राम्रै भयो। सबै क्षेत्र हरियो भन्नुभयो। कुन चाहिँ क्षेत्रले चाहिँ बढी उछाल्यो त बजारलाई? कि सबै उस्तै उस्तै? होइन, सबै समूहका सूचक हरियै देखे पनि लिड चाहिँ जीवन बीमा समूहले गर्यो। करिब 2.83% बढ्यो त्यो समूह। जीवन बीमा अगाडि? त्यसपछि निर्जीवन बीमा +2.51% अनि विकास ब्याङ्क +2.31% पनि राम्रै बढे। अझ रमाइलो कुरा के छ भने ग्रिन डेभलपमेन्ट ब्याङ्क GRDBL अनि खानीखोला हाइड्रो पावर KKHC को शेयर मूल्य त झण्डै 10%ले बढ्यो। सर्किट नै लाग्यो क्यारे। ओहो, 10%ले? लगानीकर्तालाई त साँच्चै दशैं आयो होला नि? हो त नि, खुसी नै भयो होलान्। यस्तो बेलामा त नयाँ लगानीको अवसर पनि हेर्न मन लाग्छ। केही नयाँ IPO या हकप्रत शेयरको खबर छ कि बजारमा? अवसरहरू छन् नि, किन नहुनु। विकास हाइड्रो पावर लिमिटेडले 100 रुपैयाँ अङ्कित दरको IPO निष्कासन गरेको छ। विकास हाइड्रोको IPO कहिलेसम्म भर्न मिल्छ? असार 22 सम्म आवेदन दिन सकिन्छ। अनि अर्को खानीखोला हाइड्रो पावरले चाहिँ हकप्रत शेयर निष्कासन गर्ने तयारीमा छ। त्यसको लागि बुक क्लोज असार 27 मा गर्दैछ। खानीखोलाको हकप्रत पनि? हो। अनि राप्ती हाइड्रोको हकप्रत शेयर पनि अहिले खुलिसकेको अवस्था छ। लगानीका अवसरहरू त छन्। अनि म्युचुअल फन्डहरू नि? उनीहरूको प्रगति कस्तो छ त? म्युचुअल फन्डहरूले पनि राम्रै गरिरहेका छन्। जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा 44 वटा स्किमले जम्मा 4 अर्ब 72 करोड रुपैयाँ नाफा कमाएका छन्। 4 अर्ब 72 करोड, राम्रै हो। अहिले बजारमा कुमारी सबल योजना, NIBL स्टेबल फन्ड, NIIC एसिया ग्रोथ फन्ड 2 जस्ता विभिन्न खालका स्किमहरू सक्रिय छन्। बजारको त हरियाली र अवसरकै कुरा भयो, तर अर्थतन्त्रका अरू पाटाहरू नि छन्, होइन? जस्तो राष्ट्र ब्याङ्क, सेबोनतिर के नयाँ गतिविधि छ कि? छ नि, किन नहुनु। राष्ट्र ब्याङ्कले बजारबाट 60 अर्ब रुपैयाँ तरलता तानेको छ। बजारमा अलि बढी पैसा भयो कि भन्ने होला। 60 अर्ब तानेछ? अनि अवैध हुन्डी कारोबार विरुद्ध पनि कडा चेतावनी दिएको छ। अर्को एउटा नयाँ कुरा, फोन पेसँग मिलेर भर्चुअल क्रेडिट कार्ड पनि सुरु गरेको छ राष्ट्र ब्याङ्कले। भर्चुअल क्रेडिट कार्ड? उता सेबुन मतलब धितोपत्र बोर्डले पनि IPO सम्बन्धी नयाँ 8 वटा निर्देशिका ल्याएको छ। हो र? के छ त्यसमा खास? त्यसमा अब लगानी कम्पनीहरू खोल्न न्यूनतम चुक्ता पुँजी 50 करोड हुनुपर्ने जस्ता व्यवस्थाहरू छन्। अलिक कडाई गरे जस्तो छ। पुँजी बढाउनु पर्ने भयो लगानी कम्पनीलाई। अनि त्यो टिभीमा आउने शार्क ट्याङ्क नेपालको पनि चर्चा थियो नि, सुरु भयो? हो, त्यो पनि हिमालय टिभीमा हिजोदेखि सुरु भइसक्यो। कस्तो होला जस्तो लाग्छ? अब यसले उद्यमशीलतालाई पक्कै प्रोत्साहन गर्ला भन्ने आशा त छ। नयाँ आइडिया भएकालाई लगानी पाउन सजिलो होला कि? तर केही आलोचकहरूले चाहिँ नेपालको आयातमुखी अर्थतन्त्र र हाम्रो बौद्धिक सम्पत्ति कानुन अलि कमजोर भएकोले खै कतिको सफल होला भन्ने प्रश्न पनि उठाएका छन्। हेर्दै जानु पर्ला। हो त नि, हेरौँ। अनि अर्को एउटा कुरा, बजारमा पैसा चाहिँ थुप्रिएको छ, मतलब तरलता बढी छ, तर ब्याङ्कहरूबाट कर्जा चाहिँ खासै गएको छैन भन्ने पनि सुनिन्छ नि। यो के चक्कर हो?
हो, यो चाहिँ अहिलेको एउटा मुख्य चुनौती जस्तै हो। ब्याङ्कहरूसँग 7 खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ, तर कर्जा प्रवाह एकदमै सुस्त छ, लगानी हुन सकिरहेको छैन। 7 खर्ब, त्यो त ठुलै रकम हो नि। हो नि। अनि अर्कोतिर सरकारले सुनचाँदीका गहनामा लगाएको त्यो विलासिता करको पनि व्यवसायीहरूले विरोध गरिरहेका छन्। त्यो करको पनि कुरा छँदैछ। ऊर्जा क्षेत्रमा पनि त्यो माथिल्लो कर्णाली आयोजनाबाट बङ्गलादेश बाहिरिने कुराले अलिकति अनिश्चितता थपेको जस्तो देखिन्छ। त्यसो भए समग्रमा हेर्दा आज नेप्से त राम्रै दौडियो, लगानीका नयाँ ढोका पनि खुलेका छन्, तर अर्थतन्त्रका भित्री तहमा चाहिँ केही चुनौती र अनिश्चितताका बादलहरू पनि मडारिरहेका रहेछन्, होइन त? एकदम सही भन्नुभयो। बजारको आजको उत्साह सकारात्मक छ, तर यो अधिक तरलताको व्यवस्थापन कसरी गर्ने, नीतिगत स्पष्टता कसरी ल्याउने, करका मुद्दाहरू, ऊर्जा क्षेत्रका अन्योलहरू जस्ता कुराहरूलाई चाहिँ खै नजरअन्दाज गर्न मिल्दैन। हो, दिगो सुधारका लागि त्यता पनि ध्यान जान जरुरी छ। पक्कै पनि। नीतिगत सुधार र लगानी मैत्री वातावरण बन्यो भने मात्र बजार अझ बलियो भएर जान्छ। हस् त, आजलाई नेप्से कुराकानी यति नै गरौँ। कार्यक्रम कस्तो लाग्यो यहाँहरूले कमेन्टमा अवश्य लेख्नुहोला। सुझावहरूको सधैँ स्वागत छ। अनि हाम्रो नेपाल VR च्यानललाई लाइक र सब्स्क्राइब गरेर साथ दिन नभुल्नुहोस् है। फेरि अर्को अङ्कमा भेट्ने नै छौँ। नमस्ते। नमस्ते। नेपाल VR को कथा सुनाऊं, समाचारको यो संसार बुझाऊं, हाँसो र खुसीको सङ्गम छ यहाँ, नेपाली मनको ऐना झल्कन्छ जहाँ। नेपाल VR हाम्रो साथी, सूचना र हाँसोको बगैँचा साथी, सबै रङ्गहरू यहाँ पाइन्छ, जिन्दगीको स्वाद झल्काइन्छ। स्टक एक्सचेन्जको खेल बताउँछ, जीवनको चाल यहाँ देखाउँछ, बजारको गति यहाँ बुझिन्छ, नयाँ आशा नयाँ दृष्टि खनिन्छ। नेपाल VR